हेलो एभ्रिवान। आज मैले एउटा मेसेज पाएको छु। आई एम नट कन्भिन्स्ड वी सुड फोकस अन इन्क्रिज अफ इन्कम सोर्स रादर देन म्यानेज बजेट भनेर। अनि यसमा म एन्सर यो दिन चाहन्छु। आई एम भेरी ग्ल्याड टु गेट योर मेसेज। र इन्कम बढाउनु निश्चित रूपमा महत्त्वपूर्ण छ र यो एक काम हो जसले तपाईँ सधैँ प्रयास गर्नुपर्दछ। हालाकि आफ्नो बजेट म्यानेज पनि महत्त्वपूर्ण छ, चाहे तपाईँ कति पैसा कमाउँदै हुनुहुन्छ। इभन इफ यु हेभ अ हाई इन्कम, इफ यु आर नट म्यानेजिङ योर एक्सपेन्सेस इफेक्टिभली, यु कुड स्टिल फाइन्ड योर सेल्फ स्ट्रगलिङ फाइनेन्सियली। ओके, 50-30-20 नियम अनुसार तपाईँले आफ्नो पैसा कुनै पनि इन्कम लेभलमा तपाईँको पैसा बुद्धिमानीपूर्वक खर्च गर्छ भनेर फाइनलाइज गर्छ। इनफ्याक्ट माई म्यानेजिङ बजेट इफेक्टिभली तपाईँले थाहा पाउन सक्नुहुन्छ कि अननेसेसरी र नेसेसरी खर्च, यसले तपाईँको पैसा सेभ गर्ने र इन्भेस्ट इन इन्कम जेनेरेटिङ एक्टिभिटी इन फ्युचर यो सबमा काम लाग्न सक्छ। सो यसरी पैसा कमाउनेको साथ बजेट म्यानेज गर्नु इम्पोर्टेन्ट छ। इट्स स्टिल वर्थ कन्सिडरिङ द्याट 50-30-20 रुल एज अ स्टार्टिङ पोइन्ट फर म्यानेजिङ योर फाइनेन्सेस एन्ड एचिभिङ योर लङ टर्म फाइनेन्सियल गोल। यो तपाईँले सुरुवाती दौडमा यसलाई म्यानेज गर्न थाल्नुभयो भने के हुन्छ, तपाईँलाई सजिलो हुने गर्छ। यो यही गर्नुपर्छ भन्ने पनि हुँदैन, अरू पनि तरिकाहरू छन् जसबाट तपाईँ आफ्नो फाइनेन्सियल इन्कमको म्यानेज गर्न सक्नुहुँदछ।